रिभ्यू सुरु गर्नुभन्दा अगाडि चाहिँ तपाईहरुलाई एउटा क्विक क्वेशन डु यु थिंक दिस इज द बेस्ट एसयुभी इन इट्स सेगमेन्ट यो मोटर पावरको यो रेन्ज यो ब्याट्री क्यापेसिटी देखि लिएर व्हाट डु यु गाइस थिंक र अब यसको मलाई भन्न मन लागेको कुरा चाहिँ मेन चाहिँ ब्याट्री र मोटर हो तर त्यसको लागि चाहिँ तपाईहरु अन्तिमसम्म कुद्नु होला दिस इज MG S6 दिस कुड बी द बेस्ट एसयुभी इन नेपाल's कन्टेक्स्ट यसको मोटर क्यापेसिटी देखि लिएर ब्याट्री क्यापेसिटी देखि लिएर लगेज ग्राउन्ड क्लियरेन्स देखि लिएर बडीको वेट देखि लिएर एभ्रिथिङ रेशियो ड्राइभिङ देखि लिएर एभ्रिथिङ सिम्स सो पर्फेक्ट अब चाहिँ फ्रन्ट लुक्सको कुरा गरौँ जुन चाहिँ मलाई पर्सनली एकदमै मन परेको लन्च इभेन्टको दिन द फर्स्ट थिङ आई लुक्ड एन्ड फेल इन लभ विथ इज द फ्रन्ट लुक्स अरू गाडीको अरू लुक्स भन्दा पनि तर लुक्स वाइज चाहिँ मलाई एकदम राम्रो लाग्यो स्पेसली अगाडिको लुक्स अब यसको एउटा लुक्स चाहिँ मलाई कस्तो लाग्यो भने मान्छेलाई धेरै मन पर्न सक्छ यदि कसैले अगाडि गाडी चलाइरहनु भएको छ रियर भ्यू मिरर साइड मिररमा देख्यो भने नि दे माइट जस्ट लेट यु पास टु गेट अ बेटर भ्यू यसको जुन चाहिँ यो एग्रेसिभ लुकिङ डिआरएल्स चाहिँ यो पनि मलाई एकदमै मन परेको यही डिआरएल्स तपाईँको निभेर टर्निङ लाइट पनि हुने हो त्योभन्दा मुनि चाहिँ तपाईँको यो कम्पार्टमेन्ट हेडलाइट कम्पार्टमेन्ट भइहाल्यो जुनले चाहिँ तपाईँको ड्राइभलाई फलो पनि गर्छ अगाडि तपाईँको इनफ सेन्सर्सहरू भइहाल्यो अनि यो तलको चाहिँ ब्युटिफुल्ली डिजाइन लो ग्रिल यो पनि मलाई खुब मन पर्यो अब यो हुडको मुनि के छ त यसमा सबभन्दा खतरा लागेको मलाई भनेको चाहिँ इट्स 124 लिटर अफ फ्रङ्क अब साइड प्रोफाइलको कुरा गरौँ साइड प्रोफाइल चाहिँ अलिकति तपाईलाई S5 देखिरहनु भएको छैन S5 भन्दा अलिकति ठुलो छ S5 को ठुलो दाइ जस्तो हैन यसको अगाडि हेर्नुहुन्छ नि त्यो पोइन्टेड लुक्स र यो साइडको यो शेपले गर्दा चाहिँ अलिकति फ्यामिली एसयुभी भाइब पनि दिन्छ यसले चाहिँ तपाईले अब यहाँ माथि नोटिस गर्नुभयो भने कम्पनीबाट इनबिल्ट रुफ रेल पनि पाउनुहुन्छ यहाँनिर क्रोम फिनिशिङ भइहाल्यो भने यो चाहिँ तपाईको साइड मिरर यसमा तपाईले टर्निङ लाइट पनि पाउनुहुन्छ ब्लाइन्ड स्पट सेन्सर्स नि यही पाउनुहुन्छ विच इज हिटेड एज वेल र मुनि तपाईको 360 सराउन्ड क्यामेराको लागि क्यामेरा पनि छ वान थिङ यु कान्ट अनसी फ्रम द साइड इज दिस गुड एलोय रिम्स हेर्दा पनि राम्रो देखिन्छ र यसमा चाहिँ तपाईले 20 इन्चको चक्का पाउनुहुन्छ भने यसको ग्राउन्ड क्लियरेन्स चाहिँ तपाईको 195 mm को अब यो साइडबाट यता हेर्नुहुन्छ भने तपाईले पछाडी चाहिँ तपाईले टिन्टेड ग्लास जस्तो पाउनुहुन्छ प्राइभेसी स्क्रिन जस्तो इट्स नट दैट डार्क भित्र अलिअलि देख्नुहुन्छ अब ट्राफिकले धेरै किचकिच पनि गर्दैन त्यो रिजनले अब कम्पनीबाट आएको त खासै किचकिच गर्दैन बट स्टिल अनि तपाईको चार्जिङ पोर्ट चाहिँ यो साइडमा पाउनुहुन्छ अब यो चाहिँ म तपाईलाई लास्टमा भन्ने छु अब ब्याक साइडको कुरा गरौँ अब पछाडिको कुरा गर्दा चाहिँ फर्स्टमा यो लुक्स चाहिँ मलाई एकदमै ब्यालेन्स लाग्यो सबै कुरा हैन अब माथिदेखि कुरा गर्दा माथि चुटुकको स्पोइलर भइहाल्यो स्पोइलरमै तपाईको ब्रेक लाइट पनि भइहाल्यो तपाईले डिफगर र रियर वाइपर पनि पाउनुहुन्छ भने यसमा चाहिँ तपाईले प्यारलल लाइन प्याटर्नको ब्रेक लाइट पाउनुहुन्छ यसमै यहाँनिर माथि चिटिक्कको रिभर्स लाइट पनि छ भने यहीँनिर तपाईले टर्निङ लाइट पनि पाउनुहुन्छ यतिकै हेर्दा चाहिँ नोटिस हुँदैन जब बल्छ त्यति बेला मात्रै नोटिस हुन्छ इट्स रियली गुड त्यो सिमलेसली फ्लो भएको छ त्यो चाहिँ अनि अर्को कुरा भनेको चाहिँ आजकलको गाडीहरुमा ट्रेन्डिङ डिजाइनको ब्याकलाइट त्यहाँदेखि यहाँसम्म कन्टिन्युअस मुनि तपाईको सानो रिभर्स क्यामेरा भइहाल्यो त्यसको क्वालिटी के कस्तो छ चाहिँ म अहिले भित्रको कुरा गर्दा तपाईलाई भन्छु तपाईले मुनि आएर यहाँ पछाडी तपाईको सेन्सर्सहरु भइहाल्छ रिभर्स सेन्सर्सहरु अनि अर्को मलाई एउटा पर्सनली मन परेको कुरा भनेको यो बम्परको डिजाइन जुन चाहिँ चुटुकको बाहिर निक्लेको छ त्यो पनि एकदम मन परेको यो कुरा माइनर हो हैन तर गाडीको ओभरअल लुक्समा चाहिँ एकदम एन्हान्स गर्छ अब पछाडी चाहिँ तपाईले पावर टेलगेट्स पाउनुहुन्छ अब यसको भित्र के छ हेरौँ है त यसमा चाहिँ तपाईले 674 लिटर्सको बुट स्पेस पाउनुहुन्छ अब तपाईको फ्यामिली भ्याकेसन होस् रोड ट्रिप होस् अनि त्यसपछि तपाईको एयरपोर्ट पिक एन्ड ड्रपको लागि चाहिँ लगेजहरु मज्जाले ह्यान्डल गर्छ अब अर्को कुरा भनेको तपाईले यसमा चाहिँ यो ट्रे पनि पाउनुहुन्छ जुन यो मोडलमा चाहिँ अहिले फिक्स छ नि यहाँ अहिले तपाईले फिट गर्न नि रियली इजी यसमा तपाईले नपाउने कुरा भनेको चाहिँ स्पेयर टायर अब तपाईलाई अझै धेरै स्पेस चाहियो भने चाहिँ तपाईले त्यो रियर सिट पनि फोल्ड गर्न सक्नुहुन्छ जुनले गर्दा चाहिँ 1910 लिटर्सको तपाईले स्पेस पाउनुहुन्छ र त्यहाँ मज्जाले बेड जसरी सुतेर मज्जाले राति नाइट स्काई हेरेर रिल्याक्स पनि गर्न सक्नुहुन्छ Now we talk about the interior. अब यो इन्टेरियर चाहिँ मलाई पर्सनली एकदमै मन पर्यो अब कति जनालाई चाहिँ त्यो मिनिमलिस्टिक स्क्रिन भएको मात्रै मन पर्छ भने मलाई जस्तो फिल्ड क्याबिन वाला मन पर्छ फिल्ड क्याबिन भन्नाले चाहिँ कस्तो नि तपाईको बटन्सहरु भएको हुन्छ नि फिजिकल बटन्सहरु मलाई चाहिँ पर्सनली त्यो मन पर्छ त्यही भएर नि मलाई यो क्याबिन एकदमै मन पर्यो अब फिल्डको कुरा मात्रै हैन सिटमा बसेर स्टियरिङ समातिसकेपछि चाहिँ इट्स गिभिङ मी दैट प्रिमियम भाइब अनि यो कलरको कुरा गर्दा चाहिँ यो टोन चाहिँ अलिकति डार्क अनि लाइट ग्रे टाइपको छ भने चाहिँ मैले सोचेको चाहिँ आई थिंक यो अलिकति बेज कलर मिसाएको भए अझै बेटर हुन्थ्यो जस्तो लाग्यो दैट्स जस्ट माई पर्सनल थट एन्ड प्रिफरेन्स हैन सोचेको मात्रै थियो सो यो स्टियरिङको कुरा गर्दा चाहिँ यो चाहिँ एडजस्टेबल स्टियरिङ व्हील हो जुनमा चाहिँ लेदर स्टाइल स्ट्र्याप छ र यो चाहिँ तपाईको हिटेड स्टियरिङ व्हील पनि हो
अनि यसमा चाहिँ तपाईँको मल्टी फङ्सन्सहरू पनि छ। यहाँ कुरा गर्नुपर्दा चाहिँ यता चाहिँ तपाईँको ड्राइभर मोनिटरिङ सिस्टम भइहाल्यो। यो चाहिँ तपाईँको वाइपरहरूको सेटिङ्स हो भने यता चाहिँ तपाईँको हेडलाइट टर्निङ लाइटहरूको सेटिङ्स छ। यो चाहिँ तपाईँको धन्न 10 इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर हो जुनमा चाहिँ तपाईँको रिक्वायर्ड इन्फर्मेसनहरू दिएको हुन्छ, जस्तै टायर प्रेसर मोनिटरिङ सिस्टमदेखि लिएर रेन्जदेखि लिएर ब्याट्री पर्सेन्ट कति स्पिडमा कुदिरहेको छ, कुन मोडमा चलिरहेको छ, यो सबै देखाइदिन्छ तपाईँलाई। अर्को यहाँनिर भनेको तपाईँको हेड्स अप डिस्प्ले छ जुन चाहिँ मैले अहिले अफ गरिदिन्छु। मलाई चाहिँ पर्सनली अलिकति हेड्स अप डिस्प्ले चाहिँ डिस्टर्ब गरेको हो कि जस्तो लाग्छ, स्पेसली नाइट टाइममा चलाउँदा, त्यही भएर यो अफ गरिदिएको। तपाईँको सबैको आफ्नो आफ्नो तरिकाले चलाउनु मिल्छ। सेटिङ्समा तपाईँले अन अफ जे नि गर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँको धन्न 13 इन्चको इन्फोटेनमेन्ट सिस्टम छ जुनमा चाहिँ तपाईँको अरू सेटिङ्सहरूदेखि लिएर फिचर्सहरू यसमै हो। मलाई अर्को एउटा मन परेको भनेको यो स्लिक डिजाइनको यो एसी भेन्ट छ नि, यो चाहिँ मलाई खुब मन पऱ्यो। र यो तपाईँको फिनिसिङ छ नि, यो चाहिँ तपाईँको कार्बन फाइबर डिजाइनको फिनिसिङ छ। र जुन चाहिँ यो अघि मैले भने जस्तो फिल्डको कुरा गरेको यो जुन चाहिँ बटन्सहरू छ मलाई एकदमै मनपर्छ। यहाँ चाहिँ तपाईँको अब टेम्परेचर कन्ट्रोल, एसी कन्ट्रोल, के अरे भोल्युम कन्ट्रोलहरूदेखि लिएर तपाईँको यहीँनिर भइहाल्यो। यो बटन्सहरूमा ठ्याक्कै तल चाहिँ तपाईँको यो गियरको डायल नब भइहाल्यो। अब यो गियरको डायल नब चाहिँ यहाँनिर कति गाडीले यहाँ राख्न थालिसकेको थियो नि यहाँनिर, तर मलाई चाहिँ यहाँ राखेको एकदमै मन पऱ्यो है, किनकि द्याट्स नट माई पर्सनल प्रिफरेन्स। मेबी त्यो ओल्ड स्कुल क्लासिक फिलिङ दिने भएर लेफ्ट ह्यान्डले गियर चेन्ज गर्ने त्यो फिलिङ दिने भएर होला, मलाई चाहिँ यो मन पऱ्यो। तपाईँको यहाँनिर इलेक्ट्रोनिक ह्यान्ड ब्रेक पनि दिएको छ। आजकल कति यो हटाउन थालिसक्यो कति गाडीले होइन, पार्किङ गर्ने बित्तिकै अटोमेटिकली इलेक्ट्रोनिक ह्यान्ड ब्रेक लाग्ने भइसकेको थियो। र यहाँ चाहिँ तपाईँको वायरलेस फोन चार्जर पनि छ। अब यो चाहिँ तपाईँको सानो कम्पार्टमेन्ट पनि दिएको छ कि अलिकति स्पिडमा गऱ्यो भने हल्लिँदैन होइन, हल्ले पनि यहीँभित्र बस्छ भने त्यो चाहिँ एउटा मन पऱ्यो। तर तपाईँको कस्तो भने डाइरेक्ट सनलाइट पर्छ नि त, अनि त्यहाँ फोन अलिअलि तातिन सक्छ त्यो रिजनले चाहिँ। अब त्यति मात्रै होइन, तर त्यसको लागि चाहिँ फेरि तपाईँको यहाँनिर सानो एसी भेन्ट पनि दिएको छ फोन कुलिङको लागि। र तपाईँलाई यहाँनिर दुईवटा कप होल्डर्स भइहाल्यो। यो चाहिँ तपाईँको गाडीको चाबी भइहाल्यो, यस्तो डिजाइनको छ, अलिकति अरू एमजीको अरू गाडीहरूभन्दा अलिकति चेन्ज भएर आएको छ। र यो कप होल्डर्सको ठ्याक्कै पछाडि तपाईँले अब यसरी आर्म रेस्ट गरेर बस्न सक्नुहुन्छ होइन, इट्स रियली कम्फर्टेबल चलाउँदाखेरि। त्यति मात्रै होइन कि यहाँनिर कन्सोल बक्स पनि भयो। यो कन्सोल बक्सको पनि तपाईँलाई स्पेस पुगेन भने चाहिँ यहाँ मुनि तपाईँले अझै स्पेस पाउन सक्नुहुन्छ, जुनमा चाहिँ तपाईँको पावर आउटलेट अनि युएसबी पोर्ट्सहरू पनि छ। ओके, सो हामी चाहिँ अब पछाडि सिटमा छौँ। यसको कम्फर्टको कुरा गरौँ। तपाईँले हेरिहाल्नु भयो यो लेग स्पेस इट्स मोर देन इनफ। अब तपाईँलाई के लाग्ला फेरि यो सिट धेरै अगाडि राखेको छ भनेर, त्यो पनि होइन। अघि ड्राइभ गर्दा यताउता गर्दा जुन ठाउँमा थियो त्यही ठाउँमा छ, अगाडिको प्यासेन्जरलाई नि कम्फर्टेबल हुने गरी। अर्को कुरा भनेको यसमा अलिकति यो थाई सपोर्ट चाहिँ, यो ह्यामस्ट्रिङ सपोर्ट चाहिँ अलिकति नभएको जस्तो लाग्थ्यो मलाई होइन, तर त्यो होइन। तपाईँले यसरी अगाडि राख्नु भने रिल्याक्स गरेर बस्न सक्नुहुन्छ। अर्को कुरा भनेको यो जुन चाहिँ अडेस लाउने छ यो पनि तपाईँले रिक्लाइन गर्न सक्नुहुन्छ। सो द ट्राभल इज गन बी भेरी कम्फर्टेबल। र अर्को कुरा भनेको तपाईँको यो अगाडिको दुईवटा सिट्स, यो दुईटै सिट्स तपाईँको भेन्टिलेटेड प्लस हिटेड हो होइन, र पावर सिट्स पनि हो, त्यो सबै छ। र पछाडिको सिट्स चाहिँ तपाईँले हिटेड सिट्स पाउनुहुन्छ। अब त्यसको लागि फेरि अगाडि ड्राइभरलाई यो गर्दै त्यो गर्दै भन्नु पर्दैन, यहीँ बटन दिएको छ, यहीँबाट तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। त्यो भनेको यस्तो पछाडिको प्यासेन्जरहरूलाई चाहिँ यति धेरै फिचर्स चाहिँ कमै गाडीले दिएको हुन्छ, त्यही भएर यो गाडी खतरा लाग्यो त्यो कुरामा। अर्को भनेको तपाईँले यहीँ पछाडि एसी भेन्ट्स पनि पाउनुहुन्छ, र माथि चाहिँ तपाईँको मुनरुफ पनि छ जुन चाहिँ खोल्न मिल्दैन होइन, तपाईँको ग्लास मात्रै हो, र सनसेट चाहिँ पाउनुहुन्छ है। अनि अर्को एउटा मैले भन्न खोजेको कुरा चाहिँ यसमा एयरब्याग्स। अब एयरब्याग्स त आजकलको कुन चाहिँ गाडीमा छैन भन्ने होइन, पहिला गाडीमा एउटा एयरब्याग हुन्थ्यो, त्यसपछि दुईवटा हुन्थ्यो भने यो गाडीमा पनि तपाईँले सेफ्टीको लागि मल्टिपल एयरब्याग्स पाउनुहुन्छ। जुन चाहिँ मैले अघि दिन तपाईँलाई पछि भन्छु भने इट्स फाइनली टाइम। यसको चार्जिङ पोर्ट साइडमा छ। यसमा चाहिँ तपाईँले 77 किलोवाटको ब्याट्री पाउनुहुन्छ, जुनको रेन्ज चाहिँ धन्न 500 किलोमिटरको हो। र यसको मोटर क्यापेसिटी, मोटर पावर भनेको चाहिँ 180 किलोवाटको। र यो गाडी रियर व्हिल ड्राइभ हो। अब यसको पावर, टोर्क अनि ओभरटेक गर्दा कति मजा आउँछ आफै इमेजिन गर्नु होला। Okay, so talking about the comfort, यो गाडी चाहिँ चलाउँदा कम्फर्ट छ, सिट ब्याकलाई पनि आनन्द छ, स्टियरिङ इट फिल्स गुड। जहाँसम्म मलाई चाहिँ लङ ड्राइभ गर्दा पनि धेरै थाक्ने अनि त्यसपछि गाडी बत्तिने चाहिँ हुँदैन जस्तो लाग्यो। बट देन इफ यु वान्ट टु नो यसको रेन्ज टेस्ट, के अरे रेन्जको टेस्टदेखि लिएर त्यसपछि कम्फर्ट कतिको छ, गाडीले हल्लाउँदैन हाइवेहरूमा यताउता गर्छ भने लेट मी नो इन द कमेन्ट सेक्सन। आई विल टक विथ द कम्पनी एन्ड आई विल ट्राई टु मेक अनदर भिडियो फर यु गाइज। अनि यसमा चाहिँ तपाईँको डुअल जोन एसीहरू भइहाल्यो।
विच इज अ रियली गुड थिङ यसमा चाहिँ तपाईँको अटोमेटिक वाइपर्सहरू भइहाल्यो अनि अटोमेटिक हेडलाइट्सहरू त्यो भनेको एकदमै आजकल त अलिक कमन भइसक्यो त्यो कुराहरू होइन बट स्टिल आई वान्ट टु टेल यु गाइज द नेक्स्ट थिङ इज यसमा चाहिँ अटो डिम रियर भ्यू मिरर हो भन्नाले हेडलाइटहरू आयो नि यसले अटोमेटिकली कटअप गरिदिन्छ अलिकति द्याट्स अ रियली गुड थिङ अलिकति एउटा मन नपरेको कुरा भनेको चाहिँ ओके मन नपरेको कुरा भन्दा अगाडि यसमा एम्बियन्ट लाइटहरू पनि छ तर जहाँसम्म लाग्छ खुट्टातिर मात्रै छ जस्तो लाग्यो यो पुरै यता त छैन कतिलाई त्यो एम्बियन्ट लाइट मन पर्दैन उहाँहरूको लागि चाहिँ पर्फेक्ट हो डिस्ट्र्याक्टिङ लाग्छ भन्नुहुन्छ होइन तर अन अफ त गर्न मिल्छ त्यसमा नि द नेक्स्ट थिङ इज समथिङ द्याट अलिकति मलाई मन नपऱ्यो भने यसको एउटा स्क्रिन ब्राइटनेस लोएस्ट गर्दा पनि अलिकति ब्राइटै भएको हो कि जस्तो लाग्यो मलाई होइन सेटिङमा अनि अर्को भनेको चाहिँ यसको हेडलाइटको कुरा चाहिँ लो बिम गर्दासम्म इट्स ओके किनकि राम्रो छ यता तर हाई बिम पनि कस्तो चित्त नबुझे जस्तो भयो कि मलाई चाहिँ यसको हाई बिमै लो बिम छ टाइपको हुन्छ नि हाइटहरूको त्यस्तो फिल भयो क्या अलिकति जस्तै हामी अरू गाडीहरू चलाउँदाखेरि त हाई बिम गरेपछि त्यो अगाडिको मान्छेको अनुहारमै पर्ने अनि अगाडिको मान्छेलाई चलाउन गाह्रो हुने अनि त्यति बेला फेरि हामीले लो गरिहाल्नुपर्छ अनि एम्टी बाटोमा फेरि हाई गर्दाखेरि भिजिबिलिटी चाहिँ क्लियर हुनुपर्छ नि त्यो चाहिँ अलिक भएन जस्तो लाग्यो मलाई चाहिँ अब त्यो चाहिँ मेबी एडजस्ट गर्न नि मिल्छ होला हेभन चेक द्याट येट अब एडजस्ट गरेर आई डोन्ट नो इफ त्यो लो बिम मात्रै एडजस्ट गर्न मिल्ने हो कि हाई बिमको नि के सेटिङ्स छ त्यो त आई डोन्ट नो आई मस्ट चेक द्याट यसमा ड्राइभिङ मोड छ 5वटा ड्राइभिङ मोड छ इको स्पोर्ट्स अनि त्यसपछि कम्फर्ट स्नो अनि एउटा चाहिँ कस्टम अब स्पोर्ट्स मोडहरू यताउता भनेको चाहिँ काठमाडौँमा खासै त्यस पनि गर्नु पर्दैन होइन यो मेन भनेको त हाइवेमै गर्ने कुरा त्यो भनेको लाइक के भयो स्पिड लिमिट हो त्यो भनेको चाहिँ लाइक आई सेड इफ आई विल बी एबल टु मेक अनदर भिडियो त्यसमा ट्राई गर्नेछु स्पोर्ट्स मोडहरू पनि किन काठमाडौँमा त अरूले नै त्यो इको मोडले नै मजाले भइहाल्छ द ब्रेकिङ इज अल्सो प्रिटी गुड यस्तो हानि मजाले कुदिहाल्छ द ब्रेकिङ इज त्यो इमर्जेन्सी भित्रैसम्म हान्नु पऱ्यो भन्ने छैन इट्स रियली गुड नाउ समथिङ द्याट आई वान्ट टु ट्राई इज द म्युजिक सिस्टम विच इज वान अफ माई फेभरेट थिङ्स टु ट्राई इन डिफ्रेन्ट भेहिकल्स किनकि अब काठमाडौँको ट्राफिकमा यो कुदाउनु सुदाउनु भन्ने हुँदैन केही हो मेन गीत सुन्दै चलाउने भन्ने हुन्छ सो आई निड गुड म्युजिक सिस्टम गाडीमा लेट मी ट्राई द्याट अनि अर्को कुरा भनेको चाहिँ यो एमजीको एपको बारे आई थिङ्क मोस्ट अफ यु अलरेडी नो द्याट किनकि इट्स अलरेडी बिन नाइट मोस्ट अफ यु अलरेडी नो द्याट होला किनकि यसको प्रिभियस मोडल्सहरूदेखि नै थियो सो त्यो चाहिँ मेरो अब इट्स अ गुड थिङ भनौँ न फोनबाटै तपाईँको कति कुरा गाडीको सेटिङ्सहरू चेन्ज गर्न सक्नुहुन्छ लक अनलकदेखि धेरै कुरा ओके नाउ वी ट्राई द म्युजिक सिस्टम सो आई विल बी ट्राइङ सर्ट पार्ट अफ द गीत मात्रै किनकि फेरि मलाई कपिराइट नलागोस् होइन द म्युजिक सिस्टम इज ओके माथि त्यत्रो आकाशे पुल छ यार द म्युजिक सिस्टम इट्स ओके आई वुन्ट से इट्स द बेस्ट आई हर्ड बेटर बासको त्यो एको चाहिँ आइरहेछ तर अलि त्यो बुम बुम चाहिँ भएन जस्तो फिल भयो त्यही त त्यही अलिकति चित्त नबुझ्ने त होइन इट्स गुड तर अब मैले हुन्छ नि धेरै खतराहरू ट्राई गरिसकेँ नि त त्यो कम्पेयर गर्दाखेरि चाहिँ अलि चित्त नबुझे जस्तो भयो सो या एमजी होपफुली यु कोल्याब विथ सम अदर ब्रान्ड अफ स्पिकर्स यसको लागि कि त त्यही स्पिकरको राम्रो क्वालिटीको हाल्दा नि हुन्छ त्यही ब्रान्डको अब तपाईँलाई गीत सुन्नु मन लाग्दैन नर्मल अलिअलि सुने नि मलाई गीत सुने नि पुग्छ त्यो खतरा म्युजिक सिस्टम चाहिँदैन रेडियो धेरै सुन्नुहुन्छ भने नि त तपाईँहरूलाई नि बेस्ट अनि अर्को कुरा भनेको यसको सस्पेन्सनको कुरा भइहाल्यो यो नर्मल अब काठमाडौँको अहिलेको त बाटोहरू ऊ छ होइन अहिले अघि बिग्रेको ठाउँहरू यताउता इट्स गुड नेपालको ट्राफिकको लागि नेपालको अलिअलि पटहोल्स यताउताको लागि चाहिँ इट्स गुड मलाई त्यो चाहिँ मन पऱ्यो 360को सराउन्ड क्यामेरा पनि यो नाइटमा मैले अघि ट्राई गरेको थिएँ द्याट इज अल्सो गुड सो या सस्पेन्सन इज गुड ग्राउन्ड क्लियरेन्स इज गुड पावर इज गुड होइन अनि द साइज एज वेल त्यस्तो ठुलो गाडी पनि होइन ठुलो त ठुलो हो कतिजनालाई ठुलो लाग्ला बट देन द भेहिकल्स हेभ ड्रिभन बिफोर त्यो कम्पेयर गर्दा चाहिँ त्यस्तो ठुलो होइन त्यही भएर चाहिँ इट्स रियली प्र्याक्टिकल यो नेपालको बाटोको लागि चाहिँ इट्स रियली प्र्याक्टिकल भन्नुपर्छ त्यो ट्याक्सी नभएको एकचोटि यस्तो कुदाएर चेक गरौँ भनेको अब क्याबिन इन्सुलेसनको कुरा पनि अब सबै गाडीमा त त्यो कम्प्लिटली साउन्ड ब्लक गर्छ भन्ने त होइन होइन यसमा त्यो कम्प्लिटली ब्लक गरेको त छैन यो भर्खर एउटा बुलेट गएको थियो होइन अलिअलि चाहिँ आउँछ आवाज चाहिँ तर जुन चाहिँ हामीले झ्याल खोल्छ नि हो यो गरेर यसरी ट्राई गर्दा चाहिँ यु क्यान फिल द डिफरेन्स
पावर त छ यार गाडीमा पावर चाहिँ छ अब फाइनली यो गाडीको प्राइसको कुरा गरौँ यो गाडीको प्राइस चाहिँ इट्स 6999 अब यो गाडीको फिचर्स मोटर क्यापेसिटी ब्याट्री क्यापेसिटी ग्राउन्ड क्लियरेन्सदेखि लिएर प्राइस एभ्रिथिङ यो सबै हेर्दा त आई थिङ्क दिस इज वान अफ द स्ट्रङ अप्सन्स इन इभी मार्केट